सेनाको अनुरोध लत्याउँदै सांसदले चलाए डोजर। सेनाका क्याप्टेन र सांसद राजु पाण्डे बीच चर्काचर्की। काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 4 स्थित नेपाल ट्रस्टको जग्गामा सोमबार एउटा अभूतपूर्व दृश्य देखियो। नेपाली सेनाको नियन्त्रण र संरक्षणमा रहेको जग्गामा काठमाडौँ क्षेत्र नम्बर 3 का सांसद राजु पाण्डेको टोलीले डोजर चलाएर बागमती करिडोरको बाटो खुलाएको छ। सेनाका अधिकृतले लिखित पत्र र आधिकारिक प्रक्रिया पूरा गरेर मात्र डोजर चलाउनुस् भन्दै गरेको अनुनय विनयलाई लत्याउँदै डोजर चलाइएपछि अहिले यो घटनाले चौतर्फी चर्चा र बहस सिर्जना गरेको छ। एकातिर वर्षौंदेखि रोकिएको करिडोरको बाटो खुल्दा स्थानीयवासी उत्साहित छन् भने अर्कोतिर सुरक्षा संवेदनशील क्षेत्रमा प्रशासनिक प्रक्रिया मिचेर डोजर चलाइएको भन्दै कानुनी र सुरक्षा प्रश्नहरू पनि खडा भएका छन्। सोमबार सांसद राजु पाण्डे सरकारी डोजर सहित गोकर्णेश्वर पुगेका थिए। नेपाली सेनाको क्याम्प अर्थात् ब्यारेक रहेको र सेनाको संरक्षणमा रहेको जीर्ण पर्खाल ढालेर बाटो खुल्न थालेपछि त्यहाँ तैनाथ सेनाका क्याप्टेनले प्रक्रिया पुर्याएर मात्र अघि बढ्न अनुरोध गरेका थिए। भिडियोमा सैनिक अधिकृतले भनेका छन्, फौज बसेको छ नि त, भित्र ब्यारेक बसेको छ, मलाई अथोरिटी अर्थात् आधिकारिक पत्र त चाहियो नि हजुर। तर सांसद पाण्डेले भने कुनै पनि हालतमा डोजर नरोकिने अडान लिए। पाण्डेको भनाइ थियो, यो करिडोरको बाटो पहिल्यै खोलिदिनुपर्ने होइन, किन नखोलिदिएको? मापदण्ड सबैलाई लागू हुन्छ। मैले प्रधानमन्त्रीसँग छलफल गरेर स्पष्ट आदेश लिएर आएको छु, डोजर रोकिँदैन। सांसद पाण्डेले आफूले तत्कालीन समयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग छलफल गरिसकेको भन्दै स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा सेनाको अडानका बावजुद पर्खाल ढालेर करिडोरको बाटो खुलाए। यो बाटो खुलाउने प्रयास आजको मात्र होइन। गोकर्णेश्वर वडा नम्बर 4 का अध्यक्ष जयराम महतका अनुसार 2067 सालदेखि नै यस क्षेत्रमा बाटो खुलाउन निरन्तर प्रयास भइरहेको थियो। तत्कालीन प्रधानमन्त्रीहरूसँग पटक पटक अनुरोध गर्दा र आश्वासन पाउँदा पनि बागमती करिडोरको यो खण्ड खुल्न सकेको थिएन। अन्य सर्वसाधारणले करिडोरका लागि जग्गा छाड्दा नेपाल ट्रस्ट र सेनाको नियन्त्रणमा रहेको जग्गामा भने पर्खाल उभ्याइएको थियो। बाटो खुलेपछि वर्षौंदेखि शास्ति खेप्दै आएका स्थानीयवासीले भने खुसी व्यक्त गरेका छन्। विकास निर्माण र सार्वजनिक हितका काम द्रुत गतिमा हुनुपर्छ, यसमा कसैको दुई मत छैन। तर विकास गर्दा राज्यका निकायहरू बीच समन्वय र कानुनी प्रक्रियाको पालना भयो भने मात्र त्यो दिगो र विवाद रहित हुन सक्छ। सेनाको अनुरोध पन्छाउँदै सांसद पाण्डेले चलाएको यो डोजरले करिडोरको बाटो त खोल्यो, तर के कार्यपालिका र जनप्रतिनिधिले लिने यस्तो बाटो विधिको शासन अनुकूल छ? तपाईको विचारमा यो कदम कतिको सही वा गलत हो?